हेलो गाइस, वेलकम ब्याक। वेलकम छ तपाईँहरूलाई। आज चाहिँ हामी फेरि ट्रेड गर्न गएका छौँ। अनि एज यु क्यान सी मैले यो नयाँ न्यू नयाँ मन्थमा हामीले ट्रेड गरेको छैनौँ। फर्स्ट डे है, फर्स्ट मन्थको फर्स्ट डे। अनि हामी चाहिँ आज मैले सोल युएसडिटीमा हेरिरहेको छु। देख्न सक्नुहुन्छ है, हामी सर्ट पोजिसनमा हेर्दैछौँ है। हामी सर्ट हान्ने विचारमा छौँ। अनि हाम्रो स्ट्राटेजी चाहिँ के छ भने सिम्पल, यहाँ उयो छ है, यहाँ सप्लाई छ, सप्लाई जोनमा छौँ हामी। अनि मार्केटले थोरै कन्फर्मेसन दिइरहेछ है। अनि त्यो अनुसारले हामी हेर्नेछौँ। सर्ट पोजिसन 3 मिनट्समा हेऱ्यो भने राम्रै छ। हामी थोरै पुलब्याक सर्टमा त राम्रै छ, कन्फर्मेसन राम्रो दिइरहेछ। अब थोरै इन्ट्रीको लागि थोरै यहाँसम्म यता इन्ट्रीहरू आयो भने हामी लिनेछौँ है। रिस्क म्यानेजमेन्ट, हल्का रिस्क कन्ट्रोल गर्नको लागि है, थोरै रिस्क टु रिसिभर आउँछ नि त। अनि हाम्रो प्रफिट टार्गेट भनेको चाहिँ यहाँ ओके लोमा हुनेछ, यतिको लोमा। हामी हेर्नेछौँ के हुन्छ गाइज। म ट्रेड गर्ने बेलामा फेरि रेकर्ड गर्नेछु ओके। हेलो ओके। 5 मिनट्समा हामी हेर्नेछौँ। 5 मिनट्समा चाहिँ के दिइरहेको छ भने हल्का ग्रिन क्यान्डल आएको छ है। हाम्रो यो के हेर्दैछु भने मेबी सेलर्सहरूलाई यहाँ हेभी सेल आएको छ है। 3 मिनट्समा हेऱ्यो भने सेलर्सहरू यहाँ छ है, किन यहाँ छ। अनि उनीहरूको स्टप लस चाहिँ कहाँ छ भने यो क्यान्डल माथि क्या टपमा छ। यो क्यान्डल टपमा छ। यो उनीहरूको स्टप लस हर्न गर्नु आउने सक्छ है, धेरै प्रोबेबिलिटी चान्स छ। अनि हामी यो स्टप हन्टमा हामी हाम्रो ट्रेड प्लेस गर्नेछौँ ओके। यहाँ ट्रेड प्लेस गर्नेछौँ हामी। अनि हाम्रो अर्को स्टप लस चाहिँ यहाँ राख्नेछौँ ओके। यदि यहाँ आयो भने यहाँ राख्नेछौँ। द्याट्स इट। त्यही गाइस, यदि यहाँ आयो भने हाम्रो स्टप लस यहाँ आउनेछ, यहाँ माथि हाईमा आउनेछ। प्रायः के हुन्छ भने सेलर्सहरू आउनु त राम्रो आउँछ, सेलर्सहरू बोलाइरहेछ होइन। तर के गर्छन् अर्ली सेलर्सहरूलाई चाहिँ फेरि आउट गरिदिन्छ क्या मार्केटले। उनीहरूको स्टप लस खान्छ अनि मार्केट त डाइरेक्सनमा जान्छ ओके। त्यही हो। के गर्नु खोजिरहेछ भने मार्केटले यहाँ भएको लिक्विडिटी स्टप लसहरू यहाँ अन गर्नु खोज्दैछ। हामी के गर्नेछौँ भने हामी रेडी गर्नेछौँ ओके। हाम्रो चाहिँ यो आजको दिनमा होइन, यो फुल मार्जिनमा यो फर्स्ट सेल ल गाइस। हाम्रो चाहिँ यो लास्ट हामी स्टप लस हिट भयो भने नि होस्, प्रफिट भयो भने पनि होस्, तर हाम्रो यो फाइनल ट्रेड वान ट्रेड हो कि एउटा मात्रै ट्रेड हो। अनि हाम्रो स्टप लस भनेको हाम्रो यहाँ छ, केमा दिइरहेको हो यहाँ 82.95 मा राखौँ। 82.95
ओके 13% को हाम्रो 13% को हाम्रो उयो चाहिँ रिक्स चाहिँ दिस इज सो मच रिक्स ओके फुल मार्जिनमा छ यो ट्रेड चाहिँ ओभर उयो चाहिँ गाइस 15 लगभग हाम्रो 15 सेन्ट्सको उयो छ USDT को 15 सेन्ट्स USDT रिक्स छ 13%। अनि हाम्रो प्रफिट टार्गेट भनेको चाहिँ हाम्रो 81.71 ओके 81.71 हाम्रो प्रफिट टार्गेट भनेको चाहिँ 61% को चाहिँ 61% द्याट इज अ ह्युज नम्बर म्यान 13 रिक्स गरेर 61% गेन भनेको त यहाँ हैन त हाम्रो त अकाउन्ट त झन्डै डबलै हुन्छ त ओके दिस इज अ गुड ट्रिक्स टु रिवार्ड ओके 15 मिनट्समा हेऱ्यौँ भने लेट्स सी 15 मिनट्समा हेऱ्यौँ भने 15 मिनट्समा राम्रै हुँदैछ क्यान्डल्सहरू आएर छ ठिक छ गुड स्टप लस यो स्टप लस हिट भयो भने कुल जस्ट बी कुल म्यान लस भनेको त भइरहेको छ यो समथिङ यो जोनमा आयो भने होइन हाम्रो स्टप लस ब्रेक इभनमा हालिदिन्छौँ हल्का सुरक्षा प्रोटेक्ट गर्नको लागि अनि हामी रिस्क फ्री ट्रेड गर्नेछौँ कि समथिङ यो 1:1 मा आयो भने चाहिँ हामी ब्रेक इभन गरिदिनेछौँ क्या तपाईँ देख्न सक्नुहुन्छ है यहाँ थोरै स्टप लस हर्न गरेछ सेलर्सहरूको स्टप लस हर्न गरेर फेरि सेलर्सहरू यहाँ आएको छ ओके त्यही गर्छ क्या मार्केटले जहिले पनि कि सेलर्सहरूको स्टप लस खाएर कि तलतिर जान्छ कि माथि सेलर्स कि ट्र्याप हुन्छ सेलर्सहरूलाई ट्र्याप गर्छ त्यति नै हो गाइस समथिङ यहाँ आयो भने आई थिङ्क यो हाम्रो 1:6 को 1:2 लेट मी सी हाम्रो ट्रेड प्लेस भनेको यहाँ थियो 5 मिनट्स म पिसीमा हेर्दैछु है गाइस इफ यु डोन्ट माइन्ड हाम्रो समथिङ लगभग 4.5 को रिस्क टु रिवार्ड छ अनि हामी के गर्छौँ भने जब यो जोनमा आउँछ नि यो समथिङ यो जोनमा आयो भने हामी हाम्रो उयो कट गर्नेछौँ है क्या ब्रेक इभन गर्नेछौँ अनि रिस्क फ्री ट्रेड गर्नेछौँ कि द्याट्स इट ओके हाम्रो इन्ट्रा एक्जिक्युसन राम्रो छ टपमा छ अनि स्टप लस पनि राम्रै छ अनि हाम्रो ट्रेडिङ प्लान पनि मेरो ट्रेडिङ सेटअप अनुसारै गरेको थिएँ अनि हाम्रो इन्ट्री बायस पनि राम्रै छ
तर प्रफिट टार्गेट अलिक लामो छ, प्रफिट टार्गेट अलिक लामो छ, त्यही पनि रिस्क फ्री ट्रेड गर्नेछौँ। थ्याङ्क यू। ओके गाइस, म भिडियो अलिक कट गर्नेछु है, अनि जब हाम्रो रिस्क फ्री ट्रेड गर्ने बेला आउँछ नि त्यतिखेर म रेकर्ड गर्नेछु। ओके गाइस, होइन हाम्रो चाहिँ के छ भने 1:2 त राम्रोसँगले हिट भएको छ होइन, 1:2 हाम्रो राम्रोसँगले हिट भएको छ। तर अब के गर्छ भने हामी हाम्रो स्टप लस चाहिँ ब्रेक इभनमा राख्नेछौँ, लगभग यो जोनमा राख्नेछौँ 82.71 82.71मा राख्नेछौँ है। अ 82.71 ओके, ब्रेक इभनमा भएको छ हाम्रो। अब यो रिस्क फ्री ट्रेड है, अब 1 रुपियाँ हाम्रो लाग्दैन, 1 रुपियाँ खर्च गर्दैनौँ, हामी चुपचाप बस्छौँ। हाम्रो स्टप लस हिट भयो भने भयो, नत्र भएन, म केही गर्दिनँ। स्टप लस हिट भयो भने ब्रेक इभनमा हिँड्नु चाहिँ 1 रुपियाँ खर्च हुँदैन। अनि प्रफिट टार्गेट भनेको प्रफिट हिट भयो भने $71 $0.71 हाम्रो पाउनेछौँ, लगभग 61%को गेन। ओके गाइस, अब ट्रेड त यति नै हो हाम्रो। मैले तपाईँलाई मैले कसरी इन्ट्री गरेको छु होइन, किन इन्ट्री गरेँ सबै मैले बताइदिइसकेँ। अनि के छ भने हाम्रो यो कस्तो साइकोलोजी कस्तो छ भने, मेरो साइकोलोजी कम थियो, मेरो सेटअपमा आएको कारण हुनाले मैले ट्रेड लिएको। मेरो एज त्यो फुलफिल मात्रै गरेको, मैले ट्रेड लिइहालेँ। आई निड मोर डाटा होइन, ब्याक टेस्टहरू केही गरेको छैन। अनि सानो एकाउन्टले म स्टार्ट गरेको स्ट्रेटेजीमा काम गर्नुको लागि, त्यति नै हो। ओके गाइस, मेरो प्रफिट टार्गेट हिट भयो भने तपाईँहरूलाई म देखाउने छु। यहाँ हेर्न सक्नुहुन्छ, यो जोनमा चाहिँ होइन थोरै कन्सोलिडेट भएको छ होइन, मार्केट अप एन्ड डाउन भएको छ, अनि मार्केट अप गएको छ क्या। यो जोनलाई ब्रेक गर्न सक्यो भने हाम्रो तलको यो जोनलाई ब्रेक गर्न सक्यो भने यहाँ तलको त फिक्स छ। थोरै यहाँ पनि छ है, यसमा थोरै यो हाम्रो अलिक अप एन्ड डाउन हुनसक्छ, अप पनि जान सक्छ, चान्सेस छ। तर लिमिट अहिले हाम्रो $30 को प्रफिटमा चल्दैछ, 0.30। ओके गाइस, म तपाईँलाई प्रफिट टार्गेट हिट भयो कि स्टप लस हिट भयो त्यो खबर दिनेछु। ट्रेड चाहिँ त्यतिको ओपन होस्, 50-50 चान्स छ, मिडलमा छ, 1:2 आइसकेको छ, तर मैले लिएको छुइनँ। ओके गाइस, यति नै रहेछ। हाम्रो होइन, हाम्रो टार्गेटको नियर चाहिँ आइसकेको छ, 0.71 हाम्रो डलर टार्गेट चाहिँ नियर आएको छ। तर थोरै यहाँ के हेर्नु सक्नुहुन्छ भने थोरै मार्केट है यहाँ हल्का अकमकाइरहेछ,
यो जोन त हाम्रो यो जोन त पुरा क्लियर डोमिनेटै गरिसक्यो यसले। अब बायर्सहरू यहाँ छ, यो जोनमा छ। अनि अहिले के गरौँ भने मार्केट स्विफ्ट यहीँ नपुगी पनि बायर्सहरूले किन्यो भने त गयो माथि। त्यही भएर हामी स्टप लस यहाँ राख्नेछौँ कि 82.33 मा राख्नेछौँ, जस्ट टु बी सेफ। $28, 24%। ओके, जस्ट टु बी सेफ होइन, मैले यहाँ राखिदिएको छु, स्टप लस यहाँ मुभ गरिदिएको छु। अब कि यहाँ हिट हुन्छ कि यहाँ हिट हुन्छ। ओके, ओके गाइस, हामी थोरै मार्केट हेरौँ है। भोल्युम देख्न सक्नुहुन्छ है। अब हाम्रो प्रफिट टार्गेट पनि लाइकली टु बी हिट। के गर्छ त, दिन्छ त हामीलाई मार्केटले। 1 मिनट छ। सेलर्सहरू छन् त छ, धेरै छ यहाँ। ऊ थोरै यो क्यान्डलले दिनु सकेन र हामीलाई। रिभर्स गरिदिन्छ कि के हो। यसले त के देखायो त। गाइस, रिभर्स हान्छ कि क्या हो। लेट्स बी पेशेन्ट। धेरै अटेरी पनि हुँदैन नि फेरि। मार्केटले जे दिएको छ त्यो लिएर चल्ने। यो ठुलो विक पो भयो त। थोरै त थियो हाम्रो। अर्डर्सहरू त बायर्सहरूको अर्डर्स त यो हाम्रो प्रफिट टार्गेटदेखि तलै छ होइन। अर्डर्सहरू टन्नै छ क्या यहाँ, अर्डर्सहरू टन्नै छ। यता यो यिनीहरूको यो ठुलो यो यतातिर आयो भने चाहिँ रिभर्स हुनसक्छ, तर यहीँ भइदियो क्या। यहाँ थोरै अर्डर्सहरू रहेछ, फिल भयो। अब यहाँको लिनु आउँछ कि आउँदैन हेरौँ है। कति पर्सेन्ट हो? 50। Let's watch and see guys live market. यस्तो टेन्सन हुन्छ लाइभ मार्केटमा। ल यसले त के गर त गाइज, के गर्नु, सेल हानिदिउँ।
थोरै स्टप लस रकम गया यहाँ पेशेन्स यताको लिक्विडिटी खाएर फेरि तल आउने हो कि तल जानको लागि त के गर्नु पर्यो भने लोअर हाई बनाउँदै जानु पर्यो नि त यहाँ जस्तै के छ भने रेट स्विङ आएको छ लोअर लो बनाउँदै आएको छ लोअर हाई अनि फेरि लोअर हाई फाइभ मिनट्स क्यान्डलमा ग्रिन आयो बाहिर बेला हुँदैछ है के गर्नुपर्छ भने यहाँ लिक्विडिटी हान्नु आउनुपर्छ यतातिर अनि चाहिँ मान्छौँ भिडियो लामो हुन्छ होला एकछिन काटेँ गाइस के हुँदैछ भने यहाँ पर्फेक्ट बाइज इन्ट्री छ है पर्फेक्ट बाई इन्ट्रीमा छ यो त के हुँदैछ भने बाईको सिग्नल पो गर्दैछ त के गरौँ एक्जिट गरिदिउँ कि 49 सेन्स लिएर एक्जिट गरिदिउँ कि होल्ड गरिदिउँ कि कन्फ्युजन है त्यही पनि 28 सेन्स त छ फ्रीमै लेट्स वेट बाईको सिग्नल छ हाम्रो प्रफिट टार्गेट थोरै पुगेन थोरै 1 सेन्सले घटेको भए हाम्रो प्रफिट टार्गेट हिट हुन्थ्यो 81.72 सेन्स आएछ तर हाम्रो स्टप लस चाहिँ 71 थियो कस्तो एउटा सेन्सले पनि भएन मार्केट रिभर्स गर्नु खोज्दैछ के गर्यो भने यो जोनमा हामी 82.21 मा हाल्यौँ 82.21
यसरी हामी स्टप लस तल 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 लाँदै 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 जान्छौँ. दिस इज कल्ड रिस्क म्यानेजमेन्ट. भिडियो चाहिँ लामै हुनु पर्यो क्या. के गर्यो भने यो देख्न सक्नुहुन्छ. के गर्यो भने बायर्स बोलायो होइन. बायर्स बोलायो अनि बायर्सहरूको स्टप लस यहाँ थियो. हर्न गर्यो फेरि यसले स्टप लस हर्न गर्यो अनि फेरि मार्केट तल आउँदैछ. त्यही गरेको. ए बायर्स अरे सेलर्स सरी भन्नु खोजेको चाहिँ सेलर्स हो. बायर्सहरू त छ यहाँ. अब बायर्सहरूको स्टप लस यहाँ छ होला. हर्न गर्न आउँदैछ त्यो चाहिँ दुईतिरैको हर्न गर्दैछ अहिले. यो बायर्सहरू बोलायो होइन. थोरै बायर्सहरू आयो अनि यहाँ 3टा क्यान्डल ग्रिन ग्रिन छ अनि स्टप लस यहाँ थियो होला. यता समथिङ यता कतातिर थियो अनि खाइदियो स्टप लस. फेरि बायर्स आयो फेरि हर्न हाल्छ कि जान्छ. अब मेरो स्टप लस सारिदिउँ यहाँ. तर कहीँ स्पेस दिनुपर्छ. ग्रिन बनाइदिउँ. सेलर्सहरू छैनन्.
स्टप लस यहाँ राख्दिनु पर्यो 82.08 82.08 3 minutes मेरो स्टप लस टाइटमा छ हाम्रो वन मिनटमा हेरौँ न के हुन्छ कति धेरै नोइज नभए मेरोबाट के गरेको छ भने 1 मिनेटमा के देख्छौ भने यो जोनलाई चाहिँ यसले ब्रेक गरेको छैन क्या है यसले ब्रेक गरेको छैन यसलाई यो ब्रेक गरेमा चाहिँ हामी अप ट्रेन्डमा जान्थ्यौँ अनि यसलाई पनि यसले ब्रेक गर्नु सकेको छैन लेट्स सी ब्रेक गर्छ कि गर्दैन अब यो हायर लो अब हायर हाई बनाउँदै गयो भने ब्रेक गर्यो भने चाहिँ रिभर्स हान्न सक्छ हाम्रो स्टप लस यहाँ छ लेट्स सी अब हाम्रो के छ भने यो यसले ब्रेक गरेको छैन अनि आएको छ यसले ब्रेक गर्नु सकेको छैन ब्रेक गर्छ कि ब्रेक यसले ब्रेक गर्यो भने प्रफिट टार्गेट त यही भइहाल्छ नि त्यतिकै यसलाई ब्रेक गर
थोरै यो 1 मिनेटमा ब्रेक गरिसकेको थिएँ यसलाई ब्रेक गऱ्यो भने जान्छ तलै ओके आयो सेलर्सहरु ओके 1 मिनेटमा ब्रेक गरेको छ एम प्याटर्न सेटल के कामै छैन 3 मिनट्समा हेर्यो भने क्लिन छ तर यहाँ छ क्या बायर्सहरु अझै तर अर्डर्सहरु झन् तल छ लिक्विडिटी त लिनु पर्यो यताको तलको कि कसो गाइस कि कसो तल आउनुपर्छ है तलै छ चाहिँ गिद्दी क्यान्डल बनाइदियो अहिले त ओके यहाँ राखेपछि हान्थ्यो क्या फिक्स तल राखेँ यहाँतिर यहाँ यहाँ तल आएर पनि माथि गयो
जब हामी स्टप लस फेरि मुभ बनेछौँ यो लेभलमा 82.03 है यहाँ चाहिँ स्टप लस किनभने रिभर्सल हुने चान्स धेरै छ क्या यहाँ यो जोनतिर प्रफिट टार्गेट हान्नुभन्दा पनि हाम्रो स्टप लस हान्नु चाहिँ धेरै चान्स छ Okay. Stop loss हिट हान्छ अब रिभर्सल हान्छ गाइस ओके हामी हिट भयो हाम्रो टिपी हिट भइसकेको छ अनि हामी आउट भएको छौँ गाइस यति नै हो That's it. This is for today, guys. Over 29% gain. Just राम्रो दिन भयो आजको लगभग 0.49 लगभग 70 सेन्ट चाहिँ आउँछ कि हाम्रो स्टप लस अलिक प्रफिट टार्गेट हिटै भएन क्या चाहिँ anyway no worries मार्केटले हामीलाई यति नै दियो खुसी रहनेछौँ हामी that is for today guys and see you in next video bye bye